अनि हामीले चाहिँ जो हामीभन्दा माथिको स्थितिमा हुनुहुन्छ नि, जो हामीभन्दा स्थिति माथि हुनुहुन्छ, उहाँहरू धेरै धन सम्पत्ति कमाउनुहुन्छ, राम्रो लाउनुहुन्छ, राम्रो खानुहुन्छ नि, उहाँहरूसँग उहाँहरूलाई हामी कस्तो नजरले हेरेका छौँ त? उहाँप्रति हाम्रो रिस डाहा अनि रिस डाहा छ कि? उहाँ धनी भएको हामी खुसी हुन चाहन्छौँ कि भन्ने छ। हामी यति उहाँहरू हामीभन्दा माथि राम्रो लाउनुहुन्छ, राम्रो खानुहुन्छ, धेरै धन सम्पत्तिहरू जोड्नु भएको छ भने हाम्रो घरमा र केही पनि छैन होइन, केही छैन भने उहाँलाई देख्न बित्तिकै हामी उत्साहित भएर हामी खुसी हाम्रो हुन्छ भनेपछि हामीमा त्यो डाहा रिस क्रोध केही पनि छैन, हामीमा त्यो प्रेम छ, उहाँप्रति हाम्रो प्रेम छ। यदि त्यो छैन, उहाँले हाम्रो घरमा हाम्रो फ्रिज छैन, उहाँले फ्रिज ल्याउनु भयो, त्यसमा हाम्रो रिस उठ्यो, रिस भयो, ल उसले त फ्रिज ल्यायो मैले ल्याएन, उसको त फ्रिज छ भन्ने हाम्रो सोच भयो भने त्यसमा के गर्यो, एउटा डाहाको आत्मा आयो। अनि जस्तै उसले मेरोभन्दा राम्रो घर उसले बनाएर बसेको छ भने ल मेरो घर त यति सानो छ, उसले चाहिँ यति ठुलो बनायो भनेर भने त्यो पनि यति त्यो डाहामा नै गनिन्छ। जो व्यक्तिले हामीभन्दा राम्रो घरमा, राम्रो महलमा, राम्रो ठाउँमा, राम्रो बिमा बनाउनु भएको छ, राम्रो ठाउँमा बचत गर्नु भएको छ भने उहाँहरूसँग हामी सङ्गत गरेर, उहाँहरूसँग हामी नजिक भएर हामीले पनि त्यो कुरा सिक्दा चाहिँ असल हामी बुद्धिमानी हुन्छौँ। असल कुराहरू सिक्नलाई हामी उहाँसँग नजिक हुन्छ भने त्यो राम्रो कुरा हो। एकअर्कामा हामी अगाडि बढ्न सक्छौँ। उहाँ त्यस्तो व्यक्ति हुनुहुन्छ भने म चाहिँ त्यस्तो छैन भनेपछि उहाँसँग नजिक भएपछि चाहिँ म उहाँसँग नजिक भएपछि उहाँ जस्तै म पछि बन्छु। यदि होइन उहाँ त्यस्तो हुनुहुन्न, मभन्दा एकदम तल्लो स्थितिको हुनुहुन्छ भनेपछि उहाँलाई पनि अब उहाँभन्दा म माथि छु भनेपछि उहाँलाई पनि मभन्दा तल्लो स्टेपको हुनुहुन्छ भने उहाँलाई चाहिँ उठाउने, यदि उहाँ चाहिँ नजिक हुन चाहनुहुन्छ भने, उहाँ चाहिँ म जस्तै हुन चाहनुहुन्छ भने उहाँलाई चाहिँ असल बाटोहरू देखाउने, उहाँलाई चाहिँ सल्लाह सुझाव दिने, यस्तो गर्नुहोस् उस्तो गर्नुहोस् भन्ने र आफू जस्तै बनाउन सकिन्छ उहाँले चासो ल्याउनु भयो भने है। यदि उहाँले चासो ल्याउनुहुन्न, उहाँले चाहिँ बुझेर चाहिँ मेरो निम्ति बुझेर उहाँले मेरो निम्ति खेदो खन्न चाहनुहुन्छ भनेपछि उहाँ चाहिँ कहिले पनि म जस्तो बन्न सक्नुहुन्न। जो बन्छ, जो असल सोच्छ, जसले नराम्रो भने पनि, नराम्रो बोले पनि, नराम्रो गरे तापनि उसले ध्यान दिँदैन, त्यो कुराहरूलाई एकैछिनमा बिर्सिहाल्छ, नराम्रो कुराहरू एकैछिनमा बिर्सिहाल्छ, क्षमा दिइहाल्छ भने त्यो चाहिँ यति बुद्धिमानी मानिस हो। त्यो बुद्धिमानी मानिसले त्यो अवश्य 1 वर्ष 2 वर्ष 5 वर्ष 10 वर्षपछि त्यो अवश्य पनि त्यो विजय हुन्छ र त्यो बलियो हुँदै त्यो आफ्नो खुट्टामा आफू उभिन सिक्छ र त्यसले हरेक पाठहरू सिक्दै जान्छ। त्यसै कारणले हामी चाहिँ हरेक कुराहरू बुझ्नलाई, हरेक कुराहरू हामी अनुभव गर्दै हामी अगाडि बढ्नलाई हामीलाई चाहिँ समाजमा छौँ, केही व्यक्तिको हामीलाई खाँचो हुन्छ, केही व्यक्तिहरूको हामीलाई खाँचो हुन्छ, त्यो व्यक्ति हामी कुन व्यक्तिसँग हामी हिँड्दाखेरि हामीले असल बाटो देख्छौँ, कुन व्यक्तिसँग हामी हिँड्दाखेरि हामी विजयको महसुस, एक उत्साहितको महसुस हुन्छ, हामी त्यस्ता कुराहरूमा हामी ध्यान दिनुपर्छ। हामी समाजमा भएको कारणले गर्दा भन्दा त्यस्ता कुरामा हामी निरन्तर हामी लागिराख्यौँ भनेपछि हामी अवश्य पनि हामी माथि पुग्छौँ। हामी त्यस्ता कुराहरूमा चासै नदिने, हामी चाहिँ गनगन गुनासो कुरा काट्ने, पल्लो घरकोले के लायो, पल्लो घरकोले के खायो, मभन्दा राम्रो लायो, राम्रो खायो भनेर उसको खेदो खन्ने, उसले के गरिरहेको छ दिनरात उसको ढोकामा गएर सुन्ने, उसको ढोकामा गएर हेर्ने, उसलाई बारम्बार डिस्टर्ब गर्ने, त्यस्तो गऱ्यौँ भने हामी चाहिँ पुग्दैनौँ। हो साथी हो, यो भिडियो सुनेर हजुरलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला र
हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला। हस्, धन्यवाद।